के भयो के सोचिरहेको सोचो गरौँ न ल मोटो बनाऊ कि पातलो बनाऊ भनेर सोचेको नि भाइ मोटो बनाऊ कि पातलो बनाऊ भाइ मोटो पातलो जस्तो भने हुन्छ तर एक झलक घेर्ने बित्तिकै दिलमा बसोस् त्यस्तो खालको बनाउनु त ल ट्याप्पै हुन्छ नि ढुङ्गाले हाने जस्तो भ्वाक्कै छातीमा हान्ने खालको बनाउनु त त्यस्तो खालको बनाउनु त तपाईँ अब चित्रकार खत्रै हो नि त ल खोरिहाल्नु त हुन्छ भाइ अलिकति चुस्स लाउनु पाए दिमागमा अरू केही कुरा खेल्दैन थियो कि खैनी छ भाइ थोरै चुस्स कि एक काम गरेर कहिले खैनी कहिले के लो भित्री मनमा आइसक्यो तर बनाउनै मात्रै बाँकी छ क्या फेरि के हो लास्टै बिसाबले च्याप्यो भाइ म हानेर आइहाल्छु है सोचो गरौँ न ल भइहाल्छ नि फोटो त म एकैछिन बनाइदिन्छु फोटो बनाउनुमा त म पहिलेदेखि च्याम्पियन हो स्केच बनाइ यत्रो भइसक्यो म ल अब सुरु गरेँ है त मैले ल भाइ यतिको भए चल्छ होइन र हेर्नुहोस् त चल्छ होला अब यति भए खै गजब राम्रो भयो त कस्तो राम्रो हो आहा गुलाबी हो गाजल आँखा साह्रै राम्रो बनाउनु भयो साह्रै राम्रो लाग्यो गाजल यति ठुला ठुला आँखा तिर पनि बसेर दिलै हल्ने गीत चाहिँ ठ्याक्कै मेरै लागि बनाए जस्तो भयो त साह्रै दामी फोटो भयो तर आँखा त टेढो टेढो देख्छु नि पूर्व हेर्दा पसन्द होइन अब के हो थोरै मिस्टेकले भएको खासै फरक पर्दैन ल पत्ता लगाइहाल्नु यो मान्छे कहाँको ठ्याक्कै पत्ता लगाइहाल्नु त यसलाई धनीले चिन्छ होला धनीलाई बोलाऊ अनि चित्र बनाउने तपाईँ धनीलाई कसरी थाहा हुन्छ भने कस्तो कुरा बुझ्नु फेरि चित्र बनाउँदाखेरि धनीको आफन्त सम्झेर बनाएको मैले त्यही भएर धनीले पक्कै पनि चिन्छ होला यसलाई धनीलाई सुनेर बोलाइहाल्नु त कहाँ छ धनीले ल ए धेरै काम गरेर हुन्छ क्या केही काम लगायो कि कहिले धने भनेको छ कहिले साँप्रे भनेको छ कहिले तिग्रे भनेको छ काम लगाएको तपाईँलाई अनि कहाँ धनेको आफ्नो सोचेर हुन्छ र छिटो छिटो धने बोलाइहाल्नु के भन्छ धनी धनीको घरमा त भैँसी ब्याएर बिगुती खानु आएछ भन्छ त जाऊ त्यसका बिगौती यार मान्छे यहाँ कस्तो टेन्सन तनावमा छ बिगौती बिगौती पछि खाउँला यहाँ आइज भन्नु छिटो बिगौती आधी घन्टा भइसक्यो खोइ त आउँदैन त धनै आउँदैछ 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 धनी आउँदैछ है आउँदैछ आउँदैछ होइन के भयो किन बोलाएको चाहिँ डम्बरे बस्नु न यता आउनु न बस्नु न बस्नु न बस्नु धनी हेर त यो धेरै आफ्नो आफन्त होइन होइन यसलाई त मैले कहीँ देखे 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 जस्तो लाग्छ नि त हो कहीँ देखे देखे जस्तो लाग्छ त हो त्यस्तै त्यस्तै लागेरै बनाएको मैले पनि बा चिन्छ कि धनीले भनेर चाहिँ मैले बोला हो त यसलाई देखे देखे चाहिँ हो तर मेरो आफन्ती चाहिँ होइन यसलाई नदेखे त धेरै भइसक्यो मरिसक्यो क्या हो कि मरे छैन जिउँदै छ धेरै भयो त मैले देखेँ होइन त हो र मतलब देखेको चाहिँ हो पहिला देखेको हो तर अहिले अब मरेको हो कि जिउँदो हो कि ठिङ्गे उभिया हो कि सुतिया हो थाहा भएन कस्तो बनाएको त चित्रवनी मरेको मान्छे तपाईँले यार तपाईँले दाइ ए धनी दाइ तपाईँ पनि
म जस्तो चित्रकार स्केच बनाउने मान्छेले कहिले मरेको मान्छेको फोटो बनाउँछ त? सम्झिनुहोस् एकपल्ट, सायद तपाईँले बिर्सिनु भयो होला। होइन यो डम्बरले त खतम पार्नु भयो त्यहाँ। मेरो गर्लफ्रेन्डको फोटो बनाएको छ, कसरी थाहा पाएछ कुनै काँड थाहा पायो मेरो गर्लफ्रेन्ड भन्ने कुरो। अब कुरा चाहिँ छल्नै पर्यो, कुरा नछली भएन। यो मान्छे मैले चिन्न सकिनँ डम्बरे, अर्कै चित्र बना म चिन्छु ल, ठ्याक्कै चिन्छु अर्को चित्र बना। चिन्नु भएन? यो चिनिनँ। होइन यो त नि यो फोटो खासमा किन बना, के को लागि बना? अब भाइको बेगती कुरा छ, जुन पाए त्यही केटी हेर्नु भन्दाखेरि पनि बरु यहाँ एउटा चित्र बनाउने, चित्र बनाएर जुन केटी ठिक लाग्छ देखाउने, चित्र देखाउने, जुन केटी ठिक लाग्छ त्यो केटी उठाएर ल्याइहाल्नु। पहिले चित्र बनाएर हेर्ने हामीहरू। अरू केटीको बनाउनु हुन्न, यही केटीको बनाउनु पर्छ। होइन जाने दाइ, तपाईँको आफन्तिर चाहिँ गएर चाहिँ यसो आफ्नो बनाऊ भनेको, अब तपाईँ किन रिसाएको त्यसरी? होइन है डम्बरे, यो फोटो चेन्ज गर्न मिल्दैन। यो केटीसँग मेरो चक्का चल्यो 2 दिन भयो, कुरो मिल्ला 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 जाँदा भएको अहिले हात यही फोटो बनाउने, अर्को फोटो बनाएको छैन, प्लिज तपाईँले अर्को फोटो बनाएको थियो। ए धने दाई होइन धने के अरे, धने के अरे धने दाई सम्झाउला यार। मरिसकेछ मान्छे भुत्त बनाउने, के सम्झाउने?